ओम। आज हामी ऋग्वेदको ऐतरेय आरण्यकबाट लिएको एउटा अत्यन्तै महत्त्वपूर्ण उपनिषद ऐतरेयोपनिषदको ज्ञान चर्चामा प्रवेश गर्दैछौँ। यो उपनिषदले हामीलाई दुईवटा आधारभूत प्रश्नहरूको उत्तर दिन्छ। पहिलो, यो ब्रह्माण्ड र हामी जीवहरूको सृष्टि कसरी भयो, र दोस्रो, त्यो कुन चाहिँ परम तत्त्व हो जसलाई हामीले आत्मा भनेर उपासना गर्नुपर्छ। यो उपनिषदको सुरुवात नै अत्यन्त गहिरो वाक्यबाट हुन्छ। आत्मा वा इदम एक एवाग्र आसीत्, अर्थात् सृष्टिको सुरुमा केवल एक आत्मा मात्र थियो, अरू केही पनि थिएन, न सूर्य, न चन्द्रमा, न पृथ्वी। केवल त्यो एकमात्र चेतन तत्त्व थियो। आउनुहोस्, त्यही आत्माले कसरी यो अद्भुत सृष्टिको रचना गरियो त्यो कथा सुनौँ। त्यो एकमात्र आत्माले सङ्कल्प गर्यो, म लोकहरूको रचना गरौँ। उहाँले सबैभन्दा पहिले एक विराट पुरुषको रचना गर्नुभयो। त्यसपछि त्यो विराट पुरुषको शरीरका अङ्गहरूबाट विभिन्न देवताहरू र उनीहरूका शक्तिहरू प्रकट भए। यो एउटा ब्रह्माण्डीय अण्डा फुटे जस्तो थियो। विराट पुरुषको मुखबाट बाणी र बाणीबाट अग्निदेव प्रकट भए। त्यस्तै गरी नाकबाट प्राण अथवा श्वास र प्राणबाट वायुदेव प्रकट भए। त्यस्तै गरी आँखाबाट दृष्टि र दृष्टिबाट सूर्यदेव प्रकट भए। त्यस्तै गरी कानबाट श्रवण शक्ति र श्रवण शक्तिबाट दिशाहरू प्रकट भए। त्यस्तै गरी हृदयबाट मन र मनबाट चन्द्रमा प्रकट भए। त्यस्तै गरी नाभिबाट अपान वायु र अपान वायुबाट मृत्युदेव प्रकट भए। यसरी ब्रह्माण्डका सम्पूर्ण शक्तिहरू वा देवताहरू प्रकट भए, तर उनीहरू निराधार थिए। उनीहरू भोक र प्यासले व्याकुल भएर आत्मासँग प्रार्थना गरे, हे प्रभु, हामीलाई एउटा यस्तो शरीर दिनुहोस् जसमा बसेर हामी आफ्नो आहार ग्रहण गर्न सिकौँ। आत्माले उनीहरूको अगाडि पहिले गाईको शरीर, त्यसपछि घोडाको शरीर प्रस्तुत गर्नुभयो, तर देवताहरूले भने यो हाम्रो लागि पर्याप्त छैन। अन्तमा आत्माले मानव शरीर प्रस्तुत गर्नुभयो। मानव शरीर देख्ने बित्तिकै सबै देवताहरू प्रसन्न भएर कराए, सुकृतम बत, अर्थात् आहा, कति सुन्दर रचना, निश्चय नै मनुष्य शरीर सर्वश्रेष्ठ रचना हो। त्यसपछि सबै देवताहरूले त्यही मानव शरीरमा आफ्नो आफ्नो स्थान ग्रहण गरे। अग्निदेव बाणी बनेर मुखमा प्रवेश गरे, वायुदेव प्राण बनेर नासिकामा प्रवेश गरे, सूर्यदेव दृष्टि बनेर आँखामा प्रवेश गरे। यस कथाको सार के हो भने यो मानव शरीर कुनै साधारण वस्तु होइन। यो त्यो मन्दिर हो जसमा ब्रह्माण्डका सम्पूर्ण दिव्य शक्तिहरू अथवा देवताहरू आएर बसेका छन्। हाम्रो बोल्ने शक्ति अग्नि हो, हाम्रो देख्ने शक्ति सूर्य हो, हाम्रो सोच्ने शक्ति चन्द्रमा हो। यस उपनिषदले जीवात्माको 3 जन्मको पनि चर्चा गर्छ। पहिलो, पिताले माताको गर्भमा वीर रूपले प्रवेश गर्नु, दोस्रो, बालकको रूपमा संसारमा जन्म लिनु, र तेस्रो, यो शरीर छोडेपछि आफ्नो कर्मअनुसार अर्को जन्म लिनु। यो चक्र तबसम्म चलिरहन्छ जबसम्म आत्माले आफ्नो वास्तविक स्वरूपलाई चिन्दैन। अब उपनिषद आफ्नो अन्तिम र सबैभन्दा महत्त्वपूर्ण शिक्षामा आउँछ। ऋषिले प्रश्न गर्छन्, कोयम आत्मेति वयम उपासमहे, अर्थात् हामीले जुन आत्माको उपासना गर्छौँ त्यो आत्मा वास्तवमा को हो? उत्तरमा उपनिषद भन्छ, त्यो शक्ति जसद्वारा हामी देख्छौँ, जसद्वारा हामी सुन्छौँ, जसद्वारा हामी सुँघ्छौँ, जसद्वारा हामी बोल्छौँ, जसद्वारा हामी स्वाद लिन्छौँ। हाम्रो हृदय, हाम्रो मन, हाम्रो सङ्कल्प, हाम्रो स्मृति, हाम्रो इच्छा, यी सबै जे जति छन् ती सबै एउटै तत्त्वका विभिन्न नाम हुन्। त्यो तत्त्व हो प्रज्ञान, अर्थात् चेतना। यसलाई एउटा उदाहरणबाट बुझौँ। जसरी बिजुली एउटै हो, तर त्यही बिजुलीले बत्ती बाल्छ, पङ्खा घुमाउँछ, हिटर तताउँछ र फ्रिज चिसो बनाउँछ। काम फरक फरक भए पनि शक्ति एउटै हो। त्यसै गरी देख्नु, सुन्नु, सोच्नु, अनुभव गर्नु, यी सबै फरक फरक काम हुन्, तर यी सबैको पछाडि रहेको मूल शक्ति एउटै हो, र त्यो हो प्रज्ञान अर्थात् चेतना। त्यसपछि उपनिषदले वेदहरूको 4 महावाक्यमध्ये एक परम सत्यको घोषणा गर्छ, प्रज्ञानम ब्रह्म। यसको अर्थ हो त्यो चेतना नै ब्रह्म हो। त्यो परम तत्त्व, त्यो परमात्मा, त्यो ईश्वर कतै टाढा स्वर्गमा वा मन्दिरमा मात्र छैन। त्यो त हाम्रो आफ्नै चेतनाको रूपमा, हाम्रो मको रूपमा सधैँ हामी भित्रै विद्यमान छ। ब्रह्मादेखि लिएर एउटा सानो कमिलासम्म सबै प्राणीहरू त्यही एउटै चेतनाद्वारा जीवित छन्। यो सम्पूर्ण ब्रह्माण्ड त्यही चेतनामा अडिएको छ। ऐतरेयोपनिषदले हामीलाई सृष्टिको बाहिरी यात्राबाट सुरु गराएर हाम्रो आफ्नै चेतनाको भित्री गहिराईसम्म पुर्याउँछ। यसले सिकाउँछ कि यो मानव शरीर सर्वश्रेष्ठ रचना हो जसमा सम्पूर्ण दिव्य शक्तिहरू निवास गर्छन्, र ती सबै शक्तिहरूको पनि शक्ति, सबैको आधारको पनि आधार हाम्रो आफ्नै शुद्ध चेतना हो, र त्यो चेतना नै परब्रह्म परमात्मा हो। म को हुँ भन्ने प्रश्नको अन्तिम उत्तर यहाँ भनिएको छ, म त्यो शुद्ध नित्य आनन्द स्वरूप चेतना हो जुन ब्रह्म हो। यही ज्ञानलाई अनुभव गर्नु नै मानव जीवनको परम लक्ष्य हो, र यसैबाट अमरता प्राप्त हुन्छ। ओम शान्ति।